यो चाहिँ हाम्रो भक्तपुरमा भएको सिद्ध पोखरी नजिकको चाहिँ पोखरी हो। यहाँ हेर्न सक्नुहुन्छ अधिक वर्षाका कारण पानीको सतह माथि बढ्दै आएको छ र मन्दिरभन्दा माथिसम्म आइसकेको छ र यहाँ जानको लागि तपाईहरुले यसरी पानी माथिबाट जानुपर्ने हुन्छ। भक्तपुर नगरपालिकाले एउटा सूचना जारी गरेको छ, यहाँ नजिकै टाँसेको छ। पानीको सतह बढेकाले एकदम सावधानीपूर्वक भ्रमण गर्नुहोला भनेर लेखिएको छ है त। यहाँ यसरी डुङ्गा पनि चलाइएको छ भने अहिले चाहिँ बन्द अवस्थामा छ। मन्दिरको वरिपरि यसरी सतहभन्दा माथि नै पानी आइसकेको छ र स्थानीय केही नानीहरू चाहिँ यसरी यहाँ रमाउँदैछन्। यो चाहिँ ठ्याक्कै भक्तपुर बहुमुखी क्याम्पस अगाडि सिद्ध पोखरी नजिकै रहेको छ। तपाईहरुले यहाँ घुम्न सक्नुहुन्छ, तर अहिले वर्षाका कारण यहाँ देख्न सक्नुहुन्छ पानी चाहिँ निकै माथिसम्म आइसकेको छ र यो पोखरी चाहिँ निकै रमणीय छ। माछाहरू पनि टनाटन छन् है, तपाईहरुले हेर्न सक्नुहुन्छ र यहाँ माछालाई चारो पनि खुवाउन सक्नुहुन्छ र यो ठाउँ भिजिट गर्नुहोला र राम्रो फोटा यस्ता किसिमले तपाईले यहाँ खिच्न सक्नुहुन्छ। धन्यवाद सबैलाई।